कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गर्नुपर्ने 10 कारण मध्ये उनको कार्यक्षमतालाई पनि आधार बनाइएको छ। कुलमानलाई अयोग्य घोषित गर्न ऊर्जा मन्त्री दीपक खड्काले तयार पारेको यो आधार हास्यास्पद छ, जनताले पत्याउन नसक्ने खालको छ। वर्तमान मन्त्रीमण्डलमा सबैभन्दा असक्षम र भ्रष्टको आरोप लागेर संसदीय समितिमा बयानका लागि धाउनु परेको एउटा मन्त्रीले जनताको मन जितेका कुलमान प्रति यस्तो आरोप लगाउँदा आफ्नो लाज कसरी छोपे होलान्? जनताका अगाडि आफैलाई नाङ्गो बनाएनन्? अनि यो आधारहीन आरोपलाई प्रतिवाद गर्न नसक्ने मन्त्रीमण्डलका हरेक सदस्य के देश बनाउन लायक छन्? काम गरेर देखाएका कर्मचारीलाई नालायक भन्न नहिचकिचाएका यो देशका मन्त्री तथा यस्तो नालायक कार्यमा होमा हो मिलाउने दल र नेताहरूलाई आज हामी यही प्रश्न सोध्न चाहन्छौं। स्वागत छ जय जनतामा, म चेतन पाण्डे। देश अहिले कुलमानमय बनेको छ। यो मुलुकका अधिकांश जनता उनकै पक्षमा उभिँदा सरकारले अप्ठ्यारोमा परेको छ। विपक्षी सदनमा र जनता सडकमा कुल्लिन थालेका छन्। प्रधानमन्त्रीको जवाफ मागेर संसद अवरुद्ध पारिएका छन्। हामी पनि मान्छौं सबै मानिसमा कुनै न कुनै कमजोरी हुन्छ नै। कुलमान आफ्नो काम र नियतमा 100% सही थिए वा थिएनन् हामी ग्यारेन्टी लिन सक्दैनौं। उनमा पनि कमजोरी थिएन, लोभ लालच थिएन, पदको दुरुपयोग गरेर आफन्तलाई पोषेका थिएनन् भन्न नसकिएला। तर तराजुमा जोख्न मिल्ने भए हाम्रा नेताहरू भन्दा कुलमान धेरै हदसम्म सही देखिन्छन्। त्यसैले जनताका प्यारा छन्, जसले अँध्यारो नेपाललाई उज्यालो बनायो, लोड सेडिङ अन्त्य गराउन पहल गर्यो। त्यसै कारण कुलमानलाई यो देशका बहुसंख्यक जनताले मनमा बास दिएका छन्। अनि त्यही व्यक्तिलाई नालायक भन्दै पदबाट हटाउँदा जनता आक्रोशित नबन्ने कुरै हुँदैन। त्यसमाथि दल र नेता नै नालायक बन्दै गएको अहिलेको अवस्थामा जनताले आफ्ना लागि काम गर्न सक्ने व्यक्तिका रूपमा कुलमानलाई चिनेका छन्, उज्यालो नेपालका नायक बनाएका छन्। कुनै बेला लोड सेडिङबाट आहत बनेका जनतालाई राहत महसुस गराउने पात्रको रूपमा चिनेका छन्। तर कुलमानले नेपाल र नेपालीलाई लोड सेडिङबाट मुक्त गराएको जस आफै मात्र लिएका छैनन्। तर आज व्यापारिक स्वार्थ जोडिएको मन्त्रालयमा आसीन व्यापारी मन्त्रीको नजरमा उनी कुलमान नालायक ठहर भए। अनि ती मन्त्रीको राय अनुसार प्रधानमन्त्री र मन्त्रीहरूले पनि कुलमान नालायक हुन् भनेर सही साफ गरे, बेइज्जती पूर्वक पदबाट बर्खास्त गरे। हामी सबैलाई थाहा छ, जनता र विपक्षी दलको नजरमा यो सरकार नालायक छ। जनताका लागि काम गर्न सकिरहेको छैन। बेमान र कालो व्यापारीलाई पोष्न माने व्यस्त छ, आसेपासेलाई मोटो बनाउन नै व्यस्त छ। यहाँलाई कहिले काहीँ हाम्रा प्रधानमन्त्री र मन्त्रीहरूलाई सोध्न मन लाग्दैन? सत्तामा बसेर यहाँले जनताको मन जित्ने के काम गर्नुभयो भनेर, आफूलाई लायक साबित गराउन के काम गर्नुभयो भनेर, भोलि जनताका अगाडि भोट माग्न कुन मुख लिएर जाने हो भनेर। अहिलेका जनता हाम्रा नेताहरूले सोचे चाहिँ लाटा छैनन्। अब जनता प्रश्न सोध्न र जवाब फर्काउन सक्ने भइसके, अर्थात् अब जनता चुपचाप बस्ने वाला छैनन्। त्यसैले आफूलाई मूर्ख बनाउने नेताहरूलाई सत्ताबाट तानेर सडकमा पछार्न सक्ने भइसके, देश बनाउन चाहनेलाई काँधमा बोक्न सक्ने बनिसके। अनि व्यापारी मन्त्रीज्यू, तपाईसँग जनताले कार्य सम्पादन मूल्याङ्कन मागे भने आफैले आफैलाई उत्तीर्णसम्म हुने अंक दिन सक्ने सामर्थ्य छ? बेमानीमा फेल र इमानदारीमा पास हुन्छु भन्ने विश्वास छ? कुलमान यहाँको बेमानीको साक्षी बस्न नखोज्दा को बाजना परेका हैनन् भनेर छातीमा हात राखेर भन्न सक्नुहुन्छ? अनि यहाँलाई लाग्दैन गलत समयमा सरकारले कुलमानलाई हटाउने निर्णय गर्यो, जसको भारी नालायक दल र नेताले मात्र हैन व्यवस्थाले बोक्नु पर्नेछ। आफ्नो अवस्था प्रति आँसु झार्दै अहिले जनता
व्यवस्था विरुद्ध सडकमा ओर्लिने तयारी गर्दैछन् अनि सरकार नालायक बन्यो भनेर सारा विपक्षी दलहरू सडकदेखि सदनसम्म विरोधको आवाज गुन्जाउने तयारी गर्दैछन् अनि सत्तामा बस्नेलाई लाग्दैन यस्तो समयमा कुलमान माथिको अन्यायले सरकारलाई झन् ठूलो अप्ठ्यारोमा पारेको छ भनेर सरकारका यस्ता हरकतले आन्दोलन गर्न तयार जनता मात्र हैनन् शान्त जनता समेत सडकमा ओर्लिन सक्छन् जस्तो लाग्छ कि लाग्दैन। अनि भोट माग्न जाँदा जनताले हरेक नेतासँग 5 वर्षमा गरेको कामको लेखाजोखा मागे भने के देखाउने, देश लुट्न माहिर व्यापारीको चाकडी गरे भन्ने, कुलमान जस्ता व्यक्तिलाई पदबाट हटाउन साक्षी बने भन्ने अनि 5 वर्षमा अनियमितताबाट आर्जेको पैसाले टन्न भएको भुँडी देखाउँदै भोट माग्दा यहाँलाई लाज लाग्छ कि लाग्दैन। प्रिय नेताजीहरू, अब निराश जनताको निराशामा थप हिउँ नथप्नुहोस्, आसे पासे र नाटा कुटुम्बको मात्र भलो नचिताउनुहोस्, बेरोजगारीले आक्रान्त जनतातिर पनि ध्यान दिनुहोस्, देश बनाउँछु भन्ने कर्मचारीलाई सहयोग गर्नुहोस्, कुलमानलाई यथाशीघ्र काममा फर्काउनुहोस्। आफ्नो गल्ती स्वीकार गर्दा जनताको नजरबाट गिरिँदैन, बरु यहाँको विनम्रताको कद बढ्छ। नत्र यो चैतमा उठ्ने आन्दोलन रूपी हुरीले यहाँलाई उडाउन के बेर हैन त? यहाँलाई के लाग्छ? मलाई त यस्तै लाग्छ। आजको प्रश्न यति नै। जय जनता, जनताका चाहना सपना सुख दुःख जनता आफैले आफैसँग अनि यो देशका अगुवासँग बाँड्ने अभियान हो। यो अभियानमा हामी निरन्तर जनताको चासोको विषय उठान गर्छौं, मनका भावना पोख्छौं, प्रश्न सोध्छौं, खबरदारी गर्छौं। हाम्रो यो अभियानमा जोडिन चाहनुहुनेले हाम्रो युट्युब च्यानल नेपाल बिम्बलाई सब्स्क्राइब, लाइक र बेल आइकनमा क्लिक गर्न अनुरोध गर्छु। हामी मार्फत यो देशका शासक नेता र अगुवालाई केही प्रश्न सोध्नु छ भने हामीलाई editor.nepalbimba@gmail.com मा लेखेर पठाउनु होला। हस्त अहिलेलाई यति मात्र भनौं। जय जनता।